अब हामी चाहिँ यो रोलिन के रोलिन मात्र आयो मलाई पढ्न आएन यहाँ हामी सिकिरहेको छौँ आज चाहिँ हाम्रो चेलीहरूलाई सिस्टरहरूलाई यहाँ सोध्न आइरहेको छु वर्ल्ड कपको बारेमा के कस्तो लाग्छ हजुरहरूलाई वर्ल्ड कपको बारेमा थाहा छ कि छैन वर्ल्ड कप चलिरहेको त थाहा छ तर हेरिँदैन यो लिनुहोस् न तिमीहरू यहाँ आउन वर्ल्ड कप चलिरहेछ तर थाहा छैन हेर्नु भएको छैन गेम हेरेको छैन कुन चाहिँ देशलाई अलिकति सपोर्ट गर्न चाहनुहुन्छ दुईटाको भन्दा हुन्छ एउटै भन्नुपर्छ हुन्छ पुग्नुलाई अब हुन्छ नि मान्छेको पोर्चुगल ब्राजिल के रोनाल्डो र नेमारले गर्दा हो ए उहाँ चाहिँ दुईजनाको सपोर्टर हुनुहुन्छ दुईटालाई सपोर्ट गर्नु हुँदो रहेछ अब तपाईँले पोर्चुगल र ब्राजिललाई सपोर्ट गर्नुभयो अब दुईटै फाइनलमा पुग्यो भने चाहिँ कसलाई सपोर्ट गर्नुहुन्छ सुरुमा पोर्चुगललाई ल ठिक छ पोर्चुगललाई सपोर्ट गर्नुहुन्छ अनि रोनाल्डोले चाहिँ के कारणले मनपर्छ हजुरलाई के कारणले अब यसो अलिअलि भिडियो हेरेको मान्छे भने अब अलिक रेस्पेक्ट गर्छ होइन अनि प्लेयर राम्रो लाग्छ राम्रो खेल्छ ह्यान्डसम पनि छ सही हो अनि अनि यसपालि जितोस् भन्न चाहनुहुन्छ नि पोर्चुगलले पोर्चुगल योपालि जसरी जित्नुपर्छ भन्ने रोनाल्डोको लास्ट गेम पनि हो त्यही भएर नि म पनि एउटा रोनाल्डोको फ्यान भएको कारणले गर्दा म पनि जितोस् भन्न चाहन्छु मन्दिरमा गएर घन्टी बजाउनु भएको छ कि छैन ए ल भगवान्सँग नि प्रार्थना गर्नुभएको छ रोनाल्डोको लागि ल उहाँ पनि एकदम सच्चा फ्यान हुनुहुँदो रहेछ रोनाल्डोको म पनि चाँडै मन्दिर गएर अहिले नै चाहिँ होइन क्वार्टर फाइनल पुगेपछि चाहिँ अर्जेन्टिनासँग भेट हुने चान्स छ होइन त्यो टाइममा चाहिँ म नि मन्दिरमा गएर भगवान्सँग माग्नु पऱ्यो रोनाल्डोले जितिजाओस् भनेर हजुर चाहिँ के भन्न चाहनुहुन्छ म नै यसमा सपोर्ट गर्न चाहन्छु ल ठिक छ अनि यो यहाँ कान्छे भाइ उता देखाउ त यहाँनिर आएर पोर्चुगलको चाहिँ अलिक सकिसकेको रहेछ जर्सी होइन ब्राजिल जर्मन अर्जेन्टिना फ्रान्स हो फ्रान्सको रहेछ बाँकी यति रहेछ अब पोर्चुगलको चाहिँ जर्सी कहिले ल्याउनुहुन्छ त्यो त हामीलाई थाहा छैन दाइले अहिले सामानै पाइँदैन क्या जर्सीको स्टक छैन अरे अनि मुस्किल छ ल है रोनाल्डोको चाहिँ एकदम क्रेज रहेछ धरा नपनि ल चाँडो आएर यहाँबाट जर्सी किन्नु सक्नुहुन्छ होइन अनि तपाईँलाई म एउटा क्वेसन सोध्छु ल हाम्रो टावर एक्स रेस्टुरेन्ट थाहा छ थाहा छैन यहीँ छ नि गोर्खा कम्प्लेक्स थाहा छ बिल्डिङ साधारण भवनको पल्लो बिल्डिङ त्यहाँनिर छ अब तपाईँ गेम त हेर्नुहुन्न होला होइन कुनै दिन खाजा केही खानु पर्यो भने आउनु सक्नुहुन्छ होइन अहिले अफर पनि छ हाम्रोमा स्पेसल अफरहरू होइन आएर भिजिट गर्न सक्नुहुन्छ एकपल्ट के कस्तो लाग्छ तपाईँलाई म हाम्रो टावर एक्सको कार्ड पनि दिन्छु दिनुहोस् स्ट्याम्प हानेको छ आउनु भयो भने तपाईँलाई केही पर्सेन्ट छुट या केही हामी स्पेसल केही दिनेछौँ त्यसलाई के भन्न चाहनुहुन्छ अब के भन्छु त्यो भन्नै आउँदैन मलाई धन्यवाद ल ल अब कुनै दिन भयो भने आउला न ल जय पोर्चुगल भनिदिनु न त जय पोर्चुगल जय रोनाल्डो जय रोनाल्डो ल